कलाकार नभएको भए के बन्नुहुन्थ्यो होला? म डाक्टर। कलाकार बनिसकेपछि के कुरा तपाईलाई सबैभन्दा बढी मिस हुन्छ? मेरो घर। तपाईँ चाहिँ पब्लिकमा गएर हुन्छ नि बाहिर गएर पानीपुरी खान कतिको रुचाउनुहुन्छ? खानु भएको छ कि छैन? कलाकार बनिसकेपछि तपाईँ खान्छु, उता हाम्रो घरतिर त खान्छु, यता काठमाडौँमा चाहिँ खाएको छैन। अस्ति पोखरामा चाहिँ खाएको। कतिको मिठो लाग्छ तपाईँलाई पानीपुरी? धेरै मिठो लाग्छ। धेरै मिठो लाग्छ। चटपटे नि? चटपटे त नसोध्नु, तपाईँलाई नि थाहा छ। तपाईँको पहिलो जागिर र तलब कति थियो? जागिरै खाएको थिइनँ मैले त। पहिलो हुन्छ नि त, एक गीत गाएर नै तपाईँ गायिका भइसकेपछिको भन्दा पनि हुन्छ। 500 रुपियाँ पाएको थिएँ फर्स्ट भएर। के गर्नुभयो तपाईँले त्यो पैसा? अहिलेसम्म छ, केही गरे होइन। राखिराख्नु भएको छ? कहाँ छ रचनाको त्यो पहिलोपटक कमाएको? डायरीभित्र छ, डायरीभित्र। डायरीभित्र? कस्तो डायरीभित्र छ? जनता जान्न चाहन्छन्। कौन है ये लोग? कहाँ से आते हैं?